guys, welcome to my new video. हजुरहरु सन्चै आराम हुनुहुन्छ होला म पनि फेरि एकदमै सन्चै छु है त फेरि हिजोको जस्तै हजुरको साथमा आइसके आज चाहिँ म चाहिँ जाँदै छु पञ्चपुरी 8 मा रहेको दहताल है त गाइस अब हाम्रो ग्याङ चाहिँ उही हो के सानसाना वहाँ चाहिँ वहाँ बडी चोरबाट आउनुभएको घुम्ने भनेर त्यसैले मैले घुमाइदै छु घुमाउन लाग्दै छु हाम्रो ठाउँमा भएको पञ्चपुरी ठाउँमा भएको ठाउँमा घुम्ने ठाउँमा धार्मिक घुम्न चाहिँ पर्यटकीय स्थलमा यो हाम्रो गाउँ चाहिँ यस्तो रहेको छ यो देख्न सक्नुहुन्छ यता यो यस्तो रहेको छ है हाम्रो गाउँ चाहिँ अहिले चाहिँ म घरबाट हिँडिसकेको छु म चाहिँ हल्का गाउँ आफ्नो घरभन्दा माथि आइसकेँ गाइस अब के कस्तो हुन्छ हजुरहरूले लास्टसम्म भिडियो हेरिदिनु होला है त गाइस यो चाहिँ हामी बचपनमा पढेको स्कुल हो देख्न सक्नुहुन्छ गाइस है टक्क लगाएर बर्फी बल पनि यत्रो भइसकेछ यता चाहिँ फिल्ड रहेको छ हामी चाहिँ जुन बेलुका फुटबल खेल्न आउँछौँ यहाँ टक्क लगाएर हामी चाहिँ यता हिँडिरहेछौँ यो टोली चाहिँ आफ्नो गन्तव्यमा जारी छ हेर्न सक्नुहुन्छ यता टक्क लगाएर यता हिँडिरहेको यो अगाडि चाहिँ भन्न जाने केटाकेटी अब को ठुलो मान्छे हुनुहुन्छ नजिकबाट हेर्न सक्नुहुन्छ स्कुलले हाम्रो स्कुलको यस्तो भएको छ अनि फुटबल ग्राउन्ड चाहिँ यसको यस्तो भाषा देख्न सक्नुहुन्छ यो देख्न सक्नुहुन्छ गाइस यो मिर्ग यो हो यो चाहिँ मिर्ग यो देख्न सक्नुहुन्छ यो भागेकै छैन अरे यो मिर्ग यहाँ त्यो उभिरहेको यहाँ मिर्ग चाहिँ हो कता भागो माथि गइसक्यो त्यो देख्न सक्नुहुन्छ भागेको देख्न सक्नुहुन्छ हामी है प्राइचेको स्कुलमा आइपुग्यौँ अब यहाँबाट चाहिँ अझै पारी चतुरे जानै छ बाँकी चतुरे बाजा अझै उकालो लाग्नुपर्ने छ गाइस अझै भर्खरै ब्राइचे आइपुगेको छ ब्राइचेको स्कुल यो देख्न सक्नुहुन्छ यो हामी के अरे लगभग हाम्रो ठाउँबाट 100% जान लाग्छ भने माथि दहताल हामी भर्खर 25% हिँड्ने हामी उता देख्न सक्नुहुन्छ घोडा यता हिँडिरहेको यता पनि रोड चाहिँ धमाधम भइरहेछ है पिच हुन लागेर यहाँ यो राइचेको यता गाउँ रोड यो यता चाहिँ हिँडिरहेको यो लोडर मिक्सचर हो यो मिक्सचर हिँडिरहेको घोडा चाहिँ सानो खुच्चे बाबुले चाहिँ चलाएर कुदाइरहेको छ है त यो देख्न सक्नुहुन्छ यो यता प्राइचे गाउँ हो यो हामी चाहिँ मेन बजारमा चाहिँ गएकै छैन लगाएर त्यो मिक्सचर हो क्या त्यो मसला खोल्ने रोड हो नि त्यो मेन रोड हो त्यो गाडी हिँड्ने स्कुल चाहिँ यस्तो रहेको छ प्राइचे पञ्चपुरी 4 मा है यहाँ चाहिँ 8 सम्म रहेको छ देख्न सक्नुहुन्छ अझ यता पारी चाहिँ मन्दिर त्यो सेतो भवन चाहिँ है रेन्जर बस्ने घर यता मन्दिर छ यो देख्न सक्नुहुन्छ यो रहेको छ प्राइचेको बजार भने पनि गाउँ भने नि यही हो है टक्क लगाएर मेन रोडको हालत चाहिँ यस्तो छ यो पश्चिम जाने यो यता चाहिँ रोड यस्तो गरायो यो पश्चिम जाने रोड मेन रोडको हालत यस्तो छ यो पश्चिम ठाउँ चाहिँ लास्टै विगत ठाउँ हो कि यो विकासको 0% विकास केही पनि नहुने ठाउँ यो देख्न सक्नुहुन्छ यो चाहिँ ब्राइचेको गाउँ भने नि बजार भने नि यो देख्न सक्नुहुन्छ गाई चाहिँ ब्राइचे यस्तो रहेको छ यो प्राइचे खाने बाटो यो चाहिँ चतुरेको बजार हो यो देख्न सक्नुहुन्छ यो यता चाहिँ अब हामी चाहिँ यहाँ लाग्नु चतुरे आइसक्यौँ चतुरेबाट अब ठाडो लाग्नुपर्छ है त गाइस अब पर गएर त्यो ठाउँबाट माथि जानुपर्छ यो गाडी भएको ठाउँबाट माथि जानुपर्छ देख्न सक्नुहुन्छ है टक्क लगाएर अझै यहाँबाट 1-1.5 घन्टा लाग्छ गाइस अब त्यहाँ माथि पुग्नु हामी चाहिँ अब पैदल यात्रा है देख्न सक्नुहुन्छ हामीतिर यो क्राइटेरिया यता
देख्न सक्छ टुजनले फ्रुटी खाइरहेछ है धेरै हिँडेपछि हामी यहाँ विश्राम गर्दैछौँ भने टुजन यता चाहिँ यता सब छन् अब बधाई यता चाहिँ फ्रुटी यो चाहिँ पानी ट्याङ्की है पञ्चपुरी 6को यो टोका लगाएर यता देख्न सक्नुहुन्छ वन जङ्गल यता गाउँ चाहिँ यस्तो छ अब चाहिँ हामी आएर फेरि अझै माथि लाग्ने छौँ यो गन्तव्यमा हाम्रो चाहिँ पुग्दैछौँ हामी होला बधाई पाइदिन्छ आयो भने यता फर्केर क्या लाजाले केही भन्नु भएन देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले यो जादुरा भन्ने गाउँमा आइसक्यौँ यो जादुरा गाउँ हो यो जादुरा गाउँबाट रोड चाहिँ यताबाट घुमेर गएको छौँ माथि घुमेर जाने हामी चाहिँ यताबाट सर्टकट बाटो जान लाग्छौँ है गाइज हामी चाहिँ त्यो रोडबाट घुमेर जान्दैनौँ किन रोडबाट चाहिँ लास्टै टाढा हुन्छ हामी सिधै सर्टकट जान्छौँ अब यहाँबाट चाहिँ यो डाँडा चाहिँ स्याट्टै माथि उक्लेर है यो चाहिँ जादुरा भन्ने गाउँ हो यो यता माथि चाहिँ छ घरहरू यो यता टुजन तँलाई कति धौवा खा भन्दैन त कति धौवा खा भाएन त हौ एउटा गिदाइदिएन यसो दताल जाने हो बोला छिमा खै गिदाइदिँदा यता फर्केर छिटो छिटो क्या छिटो गिदाउँछ सिनाइ भन्नु पहिला गिदाउँछ छैन अभन नत्र नाइभन यसले गिदाउनु अरे माछाले बौलाले फाइनल चाहिँ रोडमा आइयो यो सर्टकट बाटोबाट देख्न सक्नुहुन्छ यताबाट यता चाहिँ गोराबिल गरेर रहेछ अचल भोलि हामी आउने बेला चाहिँ गोराबिल गरेको थिएन यता देख्न सक्नुहुन्छ म चाहिँ स्यासा र फ्यासा गर्दै हिँडिरहेको छु गाइस देख्न सक्नुहुन्छ अब घाममा झन् हुन्छ हेर देख्न सक्नुहुन्छ यो गाउँ चाहिँ यो दहतालको हो यो दहको यो देख्न सक्नुहुन्छ यता यो यता चाहिँ ताल छ हामी चाहिँ पक्रेर छेउ भएको छ गाउँको ऊ पारि चाहिँ ताल छ अब केही समयपछि अब त्यहाँ पुग्छौँ है त गाइस अरू चाहिँ यता अगाडि दुगुन भए म चाहिँ हिँड्नै सकेको छैन के बहुत हवा उता टुजन चाहिँ बहुत हिँड्दै पर पछि फाइनल चाहिँ यो दहताल आइसक्यो देख्न सक्नुहुन्छ यो यता रहेको छ यो देख्न सक्नुहुन्छ यता पारी गाउँ यो हामी चाहिँ आइसक्यौँ होला कस्तो भइरहेको यहाँ कति धौवा तिमीलाई हिरोलाई धौवा आएन र मलाई चाहिँ लास्टै धौवा अब चाहिँ यहाँ चाहिँ टिकट काट्नुपर्ने अरे अब हामी चाहिँ टिकट काट्छौँ यहाँभित्र प्रवेश गर्छौँ एकजनाको चाहिँ 20 रुपियाँ अरे यहाँ ल त गाइस चाहिँ भित्र चाहिँ हामी पस्छौँ है त हामी चाहिँ टिकट काट्यौँ 5 जनाको है अब हामी चाहिँ प्रवेश गर्छौँ यहाँ टुजनले चाहिँ खाइयो के अरे यसको नाम टुजन भन्दै त चटपटे बुजा मलाई चाहिँ देखेको छैन यसले चाहिँ एक्लै खायो हो नै मिठो छ अब चाहिँ हामी प्रवेश गर्छौँ है त गाइस अब त्यहाँभित्र अब चाहिँ हामी यो जादुरा दहभित्र प्रवेश गरेको अब देख्न सक्नुहुन्छ यो यहाँ पहिला चाहिँ माछा थियो अझ चाहिँ छैन है टुजन फेरि माछा चाहिँ थियो है पहिला यस्तो बबल त्यो तालमा चाहिँ गाई छ न पहिलेदेखि भएको होइन लोकल माछा चाहिँ छ अझै पनि हामीले चाहिँ लगभग 4-5 केजीको माछा देख्यौँ है हामीले चाहिँ यो माछा चाहिँ होइन भिडियो रेकर्ड चाहिँ गराउन सकिएन किनकि यो माछा चाहिँ पर गयो ल क्यामेराले क्याच पनि गरेन यहाँ चाहिँ लगभग अझै फेरि नयाँ माछा फेरि 1000देखि अनि 1200-1500 जति हाल्नु भएको छ अरे यहाँ चाहिँ भर्खर भुरा यो हालेको बाहिर पोखरीको माछा चाहिँ लोकल माछा चाहिँ लगभग यो तालमा चाहिँ मैले देखे अनुसार 4-5 केजीको रहेछ किनकि अब पहिला चाहिँ यो चारो यो तालमा हालिन्थ्यो र नजिक आउँथ्यो र हामीले चाहिँ देख्न र मोबाइलमा क्याच गर्न सकिन्थ्यो अहिले चाहिँ ताकि मान्छेलाई देख्यो भने टाढा भएको नि लगभग हामीलाई क्याचै गर्न दिने क्या क्यामेरामा यो कैद गर्न नदिने यो माछाले त्यही भएर हामीले चाहिँ यहाँ माछाको चाहिँ भिडियो गराउन पाइएन सकिएन लगभग चाहिँ यहाँ लोकल माछा चाहिँ 4-5 केजीको रहेछ के लोकल माछा पनि रहेछ पहिलेदेखिको यो तालमै पहिलेदेखि अनि यहाँ लगभग 1000देखि 1500सम्म तालको भुरा माछा हालिएको छ अरे यो तालमा चाहिँ देख्न सक्नुहुन्छ यो दहताल चाहिँ
पहिला ऱ्याफ्टिङको सुविधा थियो तर त्यो पर्सनल ऱ्याफ्टिङ रहेछ एउटा व्यक्तिगत हालेको अहिले बुझ्दाखेरि हामीले होइन अब फेरि बिचमा चाहिँ यो चाहिँ भन्दाखेरि फेरि के भयो हाल्न छोड्नु भयो अनि काठको नाउ पनि थियो यहाँ त्यो पनि छैन अजाल भोलि देख्न सक्नुहुन्छ है अनि फेरि हामीले अहिले सोच्दाखेरि ऱ्याफ्टिङको व्यवस्था गरिएको छैन के कस्तो भन्दाखेरि त्यो चाहिँ अहिलेसम्म भएन अब भोलि नयाँ वर्षसम्म चाहिँ आउने कुरा भएको छ खै अब हामी चाहिँ अब भोलि नयाँ वर्ष आजसम्म चाहिँ हामी आएको छौँ अहिलेसम्म हामी छौँ तर अहिलेसम्म आएको छैन खै भोलि आए मात्रै भोलि नयाँ वर्षको लागि चाहिँ आज चाहिँ आएको छैन है यहाँ यो पहिला भन्दा चाहिँ यो सरसफाइ र व्यवस्थापनमा चाहिँ बहुत राम्रो रहेछ अहिले चाहिँ दहताल हेर्न सक्नुहुन्छ यताको फेरि यता सिन पहिलाको भन्दा चाहिँ राम्रो व्यवस्थित होइन त्यो सबकै सरसफाइमा पनि बहुत राम्रो गराएको छ हेर्न सक्नुहुन्छ नि आफैले देख्नु भयो नि भिडियोमा फोहोर फाल्ने यो डस्टबिनको सुविधा सबकै यो पारि देख्न सक्नुहुन्छ उता त्यो मान्छे बस्ने त्यो हुन्छ नि एउटा त्यो ग्राउन्ड भएको सब अब चाहिँ यहाँ चाहिँ के हो ऱ्याफ्टिङको चाहिँ कमी हो तर चाहिँ आजसम्म आइपुग्छ भनेको तर चाहिँ आएन है हामीले बुझ्दाखेरि अब भोलि आए मात्रै खै के कसो अब हाम्रो मैचाङ चाहिँ हुनुहुन्छ सबै आएर बस्यौँ यहाँ अनि हामीले चाहिँ फोटो खिच्दैछौँ अब आधा फोटो खिच्यौँ आधा फोटो खिच्दैछौँ अब खिच्छौँ ल यहाँ चाहिँ यही हो दहतालको यति हामी चाहिँ यहाँ आएर चाहिँ जोस् हामी चाहिँ नाउँमा चढ्ने यहाँ वरिपरि हिँड्ने भन्ने भएको थियो तर त्यो चाहिँ रहेन चाहिँ त्यो पुरा सपना पुरा भएन अब अर्कोचोटि आएर चाहिँ चढ्ने है गाइस यो देख्न सक्नुहुन्छ ताल चाहिँ फेरि ठुलै छ यो देख्न सक्नुहुन्छ दहताल यो अर्को नामले फेरि जादुरा ताल भनेर पनि चिनिन्छ यो जादुरा दह भनेर चिनिन्छ यो देख्न सक्नुहुन्छ यो चाहिँ पहिलाको भन्दा चाहिँ फोहोर थियो किचड थियो त्यो चाहिँ सब व्यवस्थित भएछ सब सरसफाइमा चाहिँ सब भइसक्यो देख्न सक्नुहुन्छ यो चाहिँ है यो एकदम चाहिँ एकदम यो ठाउँ चाहिँ घुम्नको लायक छ है यता चाहिँ डाँडा काँडा रहेको छ यता माथि देख्न सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ पारीबाट चाहिँ हामी आइसक्यौँ यहाँ बस्ने ठाउँमा फेरि गाइस छ यता चाहिँ भुइँकाफल रहेछ टुजन देखाइदियो त भुइँकाफल हो हामीले भुइँकाफल टिपेर लिएर आयौँ यस्तरी यो टुजनले चाहिँ खाँदैछ यहाँ चाहिँ भुइँकाफल पनि पाइदो रहेछ है भुइँकाफल देख्न सक्नुहुन्छ फोहोर चाहिँ यस्तो फाल्ने यस्तो यहाँ फेरि डोकोको सिस्टम पनि रहेछ है गाइस देख्न सक्नुहुन्छ यता चाहिँ माछा अलिअलि देखेछ यता चाहिँ मन्दिर रहेछ है गाइस यो मन्दिर हामी वहाँ पारीबाट यसो घुमेर यता आइसक्यौँ है त गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ हल्का शीतल रहेछ हामी यहाँबाट एकछिन समयपछि हामी सिधा पहिलामा जानेछौँ है गाइस हामी चाहिँ खास गरेर दहताल सिद्ध पाइला अनि चमेरी गुफा जाने गएको खास हामी चाहिँ चमेरी गुफा जान चाहिँ क्यान्सल भयो हामी चाहिँ अब जानेछौँ वहाँ सिद्ध पाइला गाइस अब के कस्तो हुन्छ है त गाइस यता चाहिँ अब ताल चाहिँ यताबाट दामी आउँदो रहेछ देख्न सक्नुहुन्छ यो पारी मान्छे ए तँले भुइँकाफल धेरै नखाए काफल मोर्ला फेरि यो भुइँकाफल चाहिँ यता पाइदो रहेछ केटाटीले चाहिँ खान यता देख्न सक्नुहुन्छ गाइस छ यो दहतालबाट चाहिँ हामी अब जाँदैछौँ है अब यो दहतालबाट निस्केर हामी घर जाँदैछौँ आज देख्न सक्नुहुन्छ यहाँ चाहिँ पर्यटकीय मान्छेहरू पनि आउनुभयो यता अरू चाहिँ आएर नि घर गइसक्नु भयो हामी चाहिँ अब यहाँ चाहिँ निस्किँदैछौँ आज अब चाहिँ हामी सिद्ध पाइला जान्छौँ सिद्ध पाइलाबाट चाहिँ हामी चाहिँ घर टक्क लाएर देख्न सक्नुहुन्छ यो ताल उताबाट चाहिँ पर्यटकीय स्थलमा अरू मान्छेहरू आउँदै हुनुहुन्छ क्या टक्क लाएर म चाहिँ हिँडिरहेको छु यो यस्तो छ ठाउँ चाहिँ देख्न सक्नुहुन्छ गाई चाहिँ दहतालमा चाहिँ पौडी खेल्न मिल्दो रहेछ यो चाहिँ यहाँको चाहिँ आफै स्थानीयहरू आएर यहाँ चाहिँ पौडी खेल्नु हुँदो रहेछ यहाँ अब यस्तो ठाउँमा अब पौडी खेल्नु राम्रो कि नराम्रो अब हामी चाहिँ केही बोल्न पाइएन होला गाइस यता चाहिँ पौडी खेल्नुमा यस्तो यो उता चाहिँ हुनुहुन्छ टक्क लाएर अब चाहिँ हामी यो दहतालको गेटबाट चाहिँ बाहिर निस्किँदैछौँ गाइस देख्न सक्नुहुन्छ यो चाहिँ गेट हो
चाहिँ हामी चाहिँ अब सिद्ध पाइलाभित्र चाहिँ प्रवेश गर्नेछौँ त्यहाँ चाहिँ जानेछौँ अझै है गाइस देख्न सक्नुहुन्छ यस्तो छ यताको ठाउँ चाहिँ दहताल अगाडि चाहिँ देख्न सक्नुहुन्छ यो दहतालको बारेमा सबै हिँड्छ यो हेर्न सक्नुहुन्छ हामी चाहिँ सिद्ध पाइलाथीमा आइसक्यौँ त्यो चाहिँ सिद्ध पाइला जाने बाटो चाहिँ म टक्क जाँदैछु यहाँ देख्न सक्नुहुन्छ है त यो सिद्ध पाइला त्यो टुजन बाउले यो थाहा त यो सिद्ध पाइला यिनीहरू यो देख्न सक्नुहुन्छ यो त्यो अनि कौना त्यही पनि हुनसक्छ मलाई चाहिँ त्यति थाहा भएन गाइस यहाँ चाहिँ सिद्ध पाइला हो अरे देख्न सक्नुहुन्छ यो पनि हो यता अब हामी यहाँ चाहिँ घर लाग्छौँ है त गाइस लास्टै धौ भइसक्यो यहाँ आउँदा नि यताको चाहिँ भाप्रोको गाउँ गाइस है यो यता स्कुल छ यो चाहिँ हाम्रो यो त्यो जाजुरा भन्ने गाउँ हो यो यहाँ चाहिँ यस्तो छ ऊ तल लिपले पाली फाले चाहिँ यता देख्न सक्नुहुन्छ म चाहिँ टक्क हिँडिरहेको छु अब चाहिँ यो जाजुरा भन्ने ठाउँमा आइपुग्यो अब सडक लागेको ठाउँ अब तल चतुरे चाहिँ आधी घन्टा पुगिन्छ यहाँ है गाइस अब है त गाइस यता चाहिँ घामबाट छाता ओढेर हिँड्ने यही हो कि जाजुरा भन्ने गाउँ देख्न सक्नुहुन्छ यो यता सब यो चाहिँ रोड गइरहेको यता चाहिँ भाप्रो हो यता पारेको यहाँ छेउको भाप्रो देख्न सक्नुहुन्छ गाई चाहिँ पारे केटाटी छ नि म पढाइ गर्छु मान्छे लैजाने झोलाबाट दबाई झिक झोलाबाट दबाई झिक्न ठुला मान्छे कोही रहेन झन् कि यो बाउलाई बिहोस गराइदिनु पर्छ है झोलाबाट दबाईले त एउटालाई मैले माथिबाट चोरी लिएर आएको छु छिटो छोप न छोप यो यति नै जनालाई छिर्ले न छिटो चक्कु भयो नि कि यिनीहरूको किडनी लैजाने आज कि यिनीहरूलाई बिहोस गरेर लैजाने ल छिटो ए पारी पनि रहेछ जा दुलै दुख छिटो पारी जा ए त्यहाँनिर रहेछ के ए चक्कु निकाल्नु चक्कु छिटो ए दबाई निकाल त छिटो छिटो दबाई निकाल्न यो बसिरहन् कि यिनीहरूलाई लैजानुपर्छ छिटो यो फुच्चीलाई त गर्नुपर्छ छिटो दबाई नि किडन्याप गर्छु यिनीहरूलाई किडन्याप बचा यिनीहरूलाई आज यिनीहरू बचे नत्र मैले यिनीहरूलाई चाहिँ लखेँ फेरि अब सबभन्दा राम्रो त्यही फुच्चे रहेछ कि त्यो पारेको त्यसलाई लैजानुपर्छ क्या त्यसलाई त्यो लुगिराख त्यसलाई लैजानुपर्छ क्या त्यो पारे त्यो लुगिराख क्या त्यो ज्याङबाट त्यो भाइलाई त्यो लुगेको त्यो फुच्ची यार तिनीहरू आज बच्यो भोलि म गाडी लिएर आउँछु तिमीलाई पाउँछु गाडी त्यो बाख्रा भोलि चलाउँछ तिमीहरूले भोलि गाडी लिएर आउँछु आज यसो के झोलासोला मान्छेहरूले झोला ए त्योले कति हेरेको खै सुई निकाल्दा सुई लुकेको गाइस त हेर्नु भोलि म गाडी लिएर आउँछु सबलाई किडन्याप गर्नु भोलि यहाँ बाख्रा जो चलाउँछ म किडन्याप गर्छु भोलि ल पानी नै होला गाइस त्यो ड्राई दिइरहेको
यस्तो जसलाई नि मैले त्यहाँ परेको आउन टी सर्ट